सपना देख्न कसैलाई रोक्न सकिँदैन, तर ती सपना पुरा गर्न सबैसँग उस्तै किसिमको अवसर मिल्दैन। सानो गाउँमा जन्मिएको थियो कर्ण। उसको घर माटोले बनेको थियो, छानोबाट पानी चुहिन्थ्यो, तर उसको सपना भने आकाशभन्दा ठुलो थियो। उसले सधैँ भन्ने गर्दथ्यो, म ठुलो भएर बुबा आमालाई सुख दिन्छु। तर जिन्दगीले उसलाई कहिल्यै सजिलो बाटो दिएन। बुबा दिनभरि मजदुरी गर्थे, आमा अरूको घरमा भाँडा माझ्थिन्। दिनभरि काम गरे पनि कहिलेकाहीँ भोकै सुत्नु पर्थ्यो। तर कर्ण भने पढाइमा निकै राम्रो थियो। उसलाई पढाउने शिक्षकले पनि भन्ने गर्थे, यो केटो ठुलो मान्छे बन्नेछ। तर एक दिन त्यो दिन आयो जसले उसको जिन्दगी बदलिदियो। घरमा एक पैसा थिएन, चुलो बल्ने अवस्था पनि थिएन। बुबाको आँखामा आँसु थियो। एक दिन बुबाले मन भारी बनाउँदै भने, छोरा, म अब तिमीलाई पढाउन सक्दिन। अब तिमीले स्कुल जान छाड्नुपर्छ। त्यो सुन्ने बित्तिकै कर्णको संसार टुट्यो। ऊ केही बोल्न सकेन। त्यो रात ऊ एक्लै बस्यो र रातभरि रोइरह्यो। उसले आफ्नो किताब समात्दै भन्यो, म तिमीलाई छोड्न चाहन्न, तर परिस्थितिले मलाई छोड्न बाध्य बनायो। त्यो रात उसको जीवनको सबैभन्दा ठुलो पीडा थियो। भोलिपल्ट उसले स्कुलको झोला सधैँका लागि राखिदियो र काम खोज्न निस्क्यो। मुस्किलले होटेलमा काम पायो। सुरुमा भाँडा माझ्न थाल्यो। जाडो मौसम, चिसोले हात चिसिन्थ्यो। कहिलेकाहीँ मालिकले गाली गर्थे, तर ऊ सहन्थ्यो, किनकि उसको मनभित्र एउटा मात्र आवाज थियो, यो अन्तिम होइन, सुरुवात हो। दिनभरिको कामपछि ऊ थकित शरीर लिएर घर आउँथ्यो। तर राति सबै सुतेपछि ऊ सानो बत्ती बालेर पुराना किताबहरू पढ्थ्यो। मात्र उसले स्कुल छाडेको थियो, तर सिक्न कहिल्यै छाडेन। गाउँका मानिसहरू उसलाई हेरेर हाँस्थे, मजाक उडाउँथे, यो पढ्न सकेन, अब के ठुलो मान्छे बन्ला। तर ऊ चुप लागेर आफ्नो यात्राको बाटोमा हिँडिरह्यो। समय बित्दै गयो। एक दिन उसले सोच्यो, अरूको लागि मात्र काम गरेर म कहिले अगाडि बढ्दिन। उसले सानो पसल सुरु गर्ने निर्णय गर्यो। धेरै कठिनाइ आयो। पैसा थिएन, कतिपय ठाउँमा असफल भयो। कहिलेकाहीँ ऊ हार माने जस्तो गर्थ्यो, तर हरेक पटक उसले आफ्नो आमाको थाकेको अनुहार सम्झिन्थ्यो। ऊ फेरि उठ्थ्यो, म हार मान्नु हुँदैन। बिस्तारै उसको मेहनतले फल दिन थाल्यो। सानो पसल ठुलो हुँदै गयो। मानिसहरूले उसलाई चिन्न र मान्न थाले। उही केटो जसलाई एक समय केही गर्न सक्दैन भनिएको थियो, आज सफल व्यवसायी बनेको छ। बिस्तारै उसले आफ्नो आमा बुबाको लागि नयाँ घर किनिदियो। उनीहरूको सपना पनि पुरा गरिदियो। एक दिन ऊ आफ्नो पुरानो स्कुलको अगाडि उभियो। उसले टाढाबाट हेर्यो र मुस्कुरायो, म यहाँ पढ्न पाएन, तर मलाई जिन्दगीले धेरै ठुलो कुरा सिकायो। आज पनि कर्ण भन्छ, म स्कुल छोड्न बाध्य भएँ, तर सिक्न कहिल्यै छोडेन। यदि तपाईँ पनि कठिन अवस्थामा हुनुहुन्छ भने याद राख्नुहोस्, आजको सङ्घर्ष नै भोलिको सफलता हो। हार नमान्नुहोस्, किनकि तपाईँको कथा पनि एक दिन कसैको प्रेरणा बन्न सक्छ।